एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईको यो ऐन बनाउने प्रक्रियालाई तपाईले हल्काउन मिल्छ? मिल्दैन, मिल्दैन सम्माननीय सभामुख महोदय। त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानुन बनाउने थलो पनि हो, संसद कानुन बनाउने थलो पनि हो। यो स्मरण गराउन चाहन्छु र हामी 48 वर्षदेखि बन्न नसकिरहेको यो कानुन बनाउनको लागि, ऐन बनाउनको लागि विधेयकमाथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, म भन्न चाहन्छु खास गरेर यो विधेयक अगाडि बढिराख्दाखेरि पर्यटनका प्रकार, गन्तव्य, त्यस्तै गरेर पर्वतारोहणका कुरा र त्यस्तै गरेर यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, क्यासिनो सम्बन्धी कयौं कुराहरू छन्, यसलाई संसदमा मात्रै नभएर गम्भीर रूपमा समिति र उपसमिति मार्फत लगेर गहिरो अध्ययन गरियोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद।